सर नमस्ते। नमस्कार। स्वागत छ यहाँलाई। थ्याङ्क यू सर। अब एमालेका नेता अब दामोदर भण्डारी उहाँ त 2-3 पटक मन्त्री पनि भइसक्नु भएको छ। उहाँले अहिले एउटा अभिव्यक्ति दिनुभएको छ राष्ट्रसभाका नेताहरूलाई, सिङ्गल भिड्न आऊ भन्नुभएको छ। यस्तो अभिव्यक्ति दिने हो उहाँ जतिको मान्छेले? यस्तो सर, सर्वप्रथम त नमस्कार सबैजनालाई। म कुनै राजनीतिक पार्टीको आबद्ध पनि छैन र मैले जुन मेरो जिल्ला बैतडी र उहाँ बैतडी जिल्लाकै प्रतिनिधित्व भएर विगत 2-3 चोटि मन्त्री भइसकेको मान्छे र बैतडीवासीले जिताएको अहिलेसम्म र त्यही बासिन्दाहरू अहिले युवा जुन राजसभाका समानुपातिक उम्मेदवार हुनुहुन्छ, उहाँप्रति त्यस्तो कटाक्ष गर्नु भनेको बैतडी जिल्लालाई उहाँले हेप्नु हो। किनकि उहाँलाई त अहिले सकेको सहयोगहरू के गर्न सकिन्छ भनेर एउटा विपक्ष पार्टीको नेतालाई त्यसरी हेप्ने, त्यसरी गाली गर्ने, त्यसरी जताभावी गाली गर्दै हिँड्ने हो भने त्यस्तो मान्छेलाई बैतडीवासीले कसरी पत्याउँछ? हिजोको दिन त्यसरी नै पत्याएर त अहिले त्यो भोग्नु परेको छ नि त। बैतडी जिल्लाको विकासहरू, स्वास्थ्य क्षेत्र भयो, बाटोघाटोको कुराहरू गरौँ र अहिले विपक्ष पार्टीको समानुपातिक उम्मेदवारलाई त्यस्तो भनेको उहाँले गैरजिम्मेवारी हो। उहाँले त्यत्रो पदमा बसेर त्यतिचोटि मन्त्री भइसकेको मान्छे अब बैतडी जिल्लाको एमालेको केन्द्रीय नेताले त्यस्तो बोल्न पाउँदैन, त्यस्तो बोल्नु गलत हो। उहाँहरूले यो मूल्य चुकाउनुपर्छ। किन उहाँ चाहिँ अब राष्ट्रसभासँग डराउनु भयो र त्यस्तो अभिव्यक्ति नै दिनुपर्ने? खासमा के लाग्छ तपाईँलाई? अभियसली के हो भने बैतडी जनता, बैतडीवासीहरू अहिले विगतको जस्तो छैन। अभियसली भन्ने हो भने अहिले सोच परिवर्तन गरिसकेका छ। नेपाली जनताहरूले अहिले के सोचेका छ भने जुन भदौ 23 र 24 को घटनापछि सबैको आँखा खुलिसकेका छ। किन भन्नुहुन्छ भने विगतमा के थियो, त्यही एमाले, काङ्ग्रेस, माओवादी, त्यही पुराना दलहरूलाई भोट हाल्ने, पुराना दलहरू मेरो यस्तो हो उस्तो हो भन्ने कुराहरू थियो भने त्यो अब कदापि छैन। अहिले नयाँ पुस्ताहरू लगायत पुराना जति पनि आमा बुवा दाजुभाइ हुनुहुन्छ उहाँहरूको पनि एउटा परिवर्तनको भोट, अब हामीले विचार परिवर्तन गर्नुपर्छ, सबै कुराहरू एउटा राम्रोसँग गर्नुपर्छ भन्ने कुरा भएको हुँदा अहिले अभियसली नै बैतडीवासीहरूले भोट परिवर्तन गर्नुहुन्छ। अब यो पार्टी त्यो पार्टीलाई भन्नुभन्दा राम्रोलाई भोट हालेर उहाँले जिताउनुहुन्छ भन्ने जस्तो लाग्छ। अभियसली अब नयाँ हुनुहुन्छ, अब त्यो हाम्रो जुन हरिमोहन भण्डारी हुनुहुन्छ, जुन उहाँले विगत लामो समयदेखि पनि अब हुनुहुन्थ्यो, हिजो अर्को पार्टीमा हुनुहुन्थ्यो, राजनीति गर्दै हुनुहुन्थ्यो भने उहाँको केही विचार नमिलेर केही त्यस्तै कुराहरूले गर्दा अब हिजो योभन्दा पहिलाको चुनावमा थोरै मतले पराजित हुनुभएको हो र उहाँ स्वच्छ छवि भएकै मान्छे उठ्नु भएको छ भने अभियसली मलाई जहाँसम्म लाग्छ विजय हुन्छ होला उहाँको पनि। दामोदरजीले त्यस्तो अभिव्यक्ति दिनुभएको छ। हजुर, उहाँको कतिको रुष्ट धेरै रुष्ट हुन्छ नि दी। किनकि एउटा आफू प्रतिनिधि भएर आफू एउटा उठिराख्नु भएको छ, विपक्ष पार्टीलाई त्यसरी खण्डन गर्ने, त्यसरी गाली गर्ने, हुलदङ्गा गर्ने, त्यस्ता काम गर्नु उहाँ जतिको मान्छेले त्यो गलत हो। उहाँले अब त्यसको मूल्य फागुन 21 गते राम्रोसँग 5 दिन मात्र बाँकी छ, राम्रोसँग चुकाउनुहुन्छ भन्ने मलाई लागिरहेको छ। यस्तै कुरा हो जुन अब हामीले किन उहाँलाई लक्षित गर्दैछौँ भने उहाँ त एउटा मन्त्री भइसकेको मान्छे, यस्तो अभिव्यक्ति बुद्धिजीवी राज्यको मन्त्री भइसकेको, नेपाल सरकारको मन्त्री भइसकेका मान्छे अहिले आफ्नो जिल्लामा गएर विपक्ष पार्टीलाई त्यस्ता गाली बेचेर गर्नु भनेको उहाँले त्यो जिल्लाको भोट लिएर भोलि के गर्नुहुन्छ त? त्यहाँको जनताले उहाँलाई जिताएर भोलि के गर्नुहुन्छ त? त्यो त मेरो दाजुभाइ दिदीबहिनीहरू बैतडीवासीहरूले अभियसली नै बुझ्नुहुनेछ र बुझ्नु पनि होला। यस्ता मान्छेहरूलाई तपाईँहरूले भोट हाल्नुहुन्छ, त्यस्ता प्रक्रियाहरू गर्नुहुन्छ भने तपाईँहरूलाई नै फेरि अर्को मान्छेलाई पनि गाली दिन सक्नुहुन्छ, भोलि अर्को नेतालाई पनि अवहेलना गर्न सक्नुहुन्छ। यसको लागि तपाईँहरूले बुझ्नुपर्ने जरुरत छ। अब धेरै दिन पनि बाँकी छैन, जुन फागुन 21 गते चुनाव भइरहेछ, निर्वाचनमा निर्धक्क भएर मैले यो पार्टी त्यो पार्टीलाई भन्न मिल्दैन, म कुनै पार्टीको म कुनै पार्टीको सँग सम्बन्धित पनि छैन र मेरो अब के भन्न चाहन्छु भने तपाईहरुले आफैले बुझेर राम्रो र
राम्रो मान्छेलाई भोट दिएर यसपालि फागुन 21 बैतडीबाट निर्वाचित गराएर पठाइदिनु होला। धन्यवाद। अनि मैले एउटा तपाईँलाई प्रश्न सोधेँ, अब अहिले देशकै सबैभन्दा चर्चाको केन्द्र भनेको झापा छ, त्यो चाहिँ राजसभाका उम्मेदवार बालेन शाहले जित्लान् कि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले? अहिले अभियसली नै बालेनले जित्नुहुन्छ, त्यहाँ 100% बालेनले जित्नुहुन्छ। किन भन्नुहुन्छ भने हिजोको काठमाडौँको मेयर भइसकेको मान्छे, काठमाडौँको विकास हेर्नुहोस्। हिजो हामी त अब 14-15 वर्ष पनि भइसकेको छ मैले काठमाडौँ आएको होइन। त्यसले गर्दा पनि के छ भन्नुहुन्छ भने काठमाडौँको विकास स्वास्थ्यमा त्यस्तै छ, बाटोघाटोमा त्यस्तै छ, सरसफाइको कुरा हेर्नुहोस् न। हामी त काठमाडौँमा व्यवसाय गर्छौँ, हामी व्यवसायी मान्छे होइन। त्यो कारणले पनि अभियसली झापावासीले बालेनलाई बहुमतका साथ जिताउनुहुन्छ। किन भन्नुहुन्छ भने काठमाडौँ हेर्नुहोस्, फेरि तपाईँको अब नयाँ पुस्ता युवा पुस्ता केही गर्छु भन्ने, काम देऊ भनिराख्नु भएको छ त उहाँले। मलाई भोट देऊ भनिराख्नु भएको छैन नि त, मलाई काम दिनुहोस्, म काम गर्छु जनताको भनिराख्नु। त्यो यस्तो छ, काठमाडौँ काम गरे नगरेको त हामी जस्तो बुझ्ने मान्छेहरूले अवश्य नै बुझ्छ। किन भन्नुहुन्छ भने म त 4-5 वर्ष, कति 3-4 वर्ष त कति भयो त काठमाडौँ मेयर हुनुभएको बालेन सर। त्यस कारणले त्योभन्दा पहिलाको हेर्नुहोस् न, चोकमा फोहोर पनि त अहिले हेर्न सक्नुहुन्छ, पुरानो फुटेजहरू पनि हेर्न सक्नुहुन्छ जनताहरूले। अब यहाँ त के छ भने काम गरेन भन्ने कुन छ भने विपक्षी पार्टीहरू, जसरी मैले अघि नै भनिहालेँ नि त, एउटा 2-3 मन्त्री भएको मान्छेले एउटा आफ्नो जिल्लाको प्रतिनिधिलाई, विपक्ष प्रतिनिधिलाई गाली गर्छ भने जस्तै त हो नि। त्यहाँ पनि झापा पनि छ नि त, विपक्ष पार्टीहरू छ भने तिनीहरूले नै गर्दा त्यस्तो हुने। तर अभियसली नै झापाको बासिन्दाहरू एकदम ह्याप्पी छन्, एकदम खुसी छन्। कुन दिन फागुन 21 गते आउँछ र म बालेन शाहलाई जिताउँछु भन्ने एकदम लागिसक्नु भएको छ र उहाँले जित्नु पनि हुन्छ, पक्कै पनि जित्नुहुन्छ। बहुमत ल्याउँछौँ भनेर लागि परेको छ, यो सम्भव छ सर? के लाग्छ तपाईँलाई? त्यस्तो हो, धेरै कुराहरू के छ भने अहिले युवाहरूले बुझ्नुपर्ने कुराहरू के छ भने नयाँ उहाँभित्र उठ्नुभएका, जुन राजसभाबाट उठ्नुभएका छन् नि, जति पनि प्रतिनिधिहरू उठ्नुभएको छ, अब संसदको लागि जुन चुनावमा उभिनु भएको छ, मलाई जहाँसम्म लाग्छ सब 101 मान्छेहरू उभिनु भएको छ, बुद्धिजीवी, र उहाँहरूले केही गर्छु भन्ने हुटुटी छ र अभियसली नै राम्रै आउला भन्ने आकलन छ मलाई। हस्, धन्यवाद तपाईँ। थ्याङ्क यू सर। त्यो हाल्नुपर्छ अब मैले।